हेलो गाइस, म चाहिँ पुरा चिचिमेर थापिरहेको छु। चिचिमेर थापिरहेको छु। म चाहिँ पुरा झुलमा चिचिमेरै। पुरा चिचिमेर झुलमा निक्लिरहेछ नै, निक्लिरहेछ नि। पुरा झुलमा चाहिँ यस्तो चिचिमेर पर्छ नि। यस्तो सोला चिचिमेर। ल अहिले चाहिँ दामी निक्लिरहेछ, दामी यस्तो गर्दै दामी निक्लिरहेछ, दामी जहाँ पाइ त्यहीँ निक्लिरहेछ। मलाई चाहिँ चिचिमेर थाप्नु भनेको चाहिँ खुब जाँगर आउँछ। जताततै निक्लिएर के भस्मलाई चाहिँ भुइँपुरी निक्लिरहेछ। जताततै निक्लिरहेछ। मलाई चाहिँ खुब जाँगर आउँछ यस्तो थाप्नुलाई। यहाँ पनि थापे त यति अझै। यहाँ चाहिँ लगभग 1 महिना जति हुन्छ होला। यस्तोमा पनि निक्लिरहेछ। जताततै भस्म निक्लेर। निक्लिनु चाहिँ निक्लिरहेछ। अल्छी गरी एउटा दुईटा निक्लेर यस्तो रुखमा पुरा रुखपुरी अल्झिरहेछ। पुरा रुखपुरी अल्झिरहेछ। पुरा हिजो अस्ति 3 दिन राति सरासर पानी पुऱ्याइदियो। आज चाहिँ निक्ल्यौँ। हिजो त निक्लेको, आज चाहिँ पुरा निक्लेछ। जताततै यतिकोमा पनि यति परेर चाहिँ एक झिप्पा छ। यहाँ चाहिँ अल्छी गरी निक्लेछ। यतातिर चाहिँ मासतिर चाहिँ निक्लेछ। झुलमा चाहिँ डह्रो निक्लेछ। झुलमा चाहिँ पुरा त्यो निक्लिरहेछ। पुरा झुल यहाँ पनि अल्छी लागेको छ। साथीहरूलाई निक्लिनै छोड्यो। पुरा अल्छी मानी यस्तोबाट निक्लिरहेछ। यत्रो दुलोबाट पुरा यसरी निक्लिन्छ। त्यस्तो भएर लगभग 1-1.5 महिना त थप्नै पर्छ जसरी भए पनि। आज 1 महिना त मजाले खाने हो। पोलेर हुन्छ कि उसिनेर हुन्छ कि कहाँ निक्लेछ। मेरो बुढीले थापेकै यस्तो। बुढीले थापेकै त्यो पनि 2-4 वटा त यसो बुढीले थापेको नै यसो 2-4 वटा चाहिँ यसो नाचिरहेछ। हेरौँ कति निक्लिँदो रहेछ। पुरा देखिन्छ उडेको छ। यहाँबाट पुरा निक्लिरहेछ। यत्तिको भइरहेछ भित्रभित्र चाहिँ। यसरी थाप्यो भने चाहिँ कहीँ जाँदैन झोलभित्र चाहिँ। त्यहाँबाट पनि निक्लिरहेछ। त्यहाँबाट पनि पिली निक्लिरहेछ।
यतिको थाहा भने चाहिँ कहीँ जाँदैन कि यो चाहिँ मेरो टेक्नोलोजी आयो भने त मेरो टेक्निक यो चाहिँ पुरा निक्लिरहेछ म चाहिँ यत्रो बसिरहेको छु पुरा निक्लिरहेछ ल गाइस पुरा चिचिमेरा चाहिँ यहाँबाट यहीँबाट कहाँबाट निक्लिरहेछ भर्खर यति भएको छ तर यो सबै पलबाट निक्लेर गएको छ कि आमामा सबै ल चिचिमेरा चाहिँ निस्किँदैछ भित्र पुरा भित्रै घुमिरहेछन् पुरा निक्लिरहेछ यत्तिकै भइरहेछ सायद एक महिना त हुन्छ कि भनेको गाइस यति पनि होला कि नहोला अल्छी मानी निक्लिरहेछ ल झुलमा चाहिँ यति धेरै चिचिमेरा निस्किसकेछ कसलाई थाहा छ त यसको नाम कमेन्ट गरिदिउँ ल के हो यो पानी पर्यो गाइस अब चाहिँ निकाल्नु पर्यो कति भाछ होस् त्यति धेरै अझै भएछ झन्डै आधी माना त छ फाइनल्ली गाइस यति भयो झुलको चाहिँ पानी परेर निक्लिनै पाएन कि पुरा पानी परेर पुरै मौसम खराब छ प्लास्टिकमा पनि पर्नु त निकै परेछ जे एक महिना जति त प्लास्टिकमा पनि परेछ यति प्लास्टिकमा परेछ झुलमा चाहिँ निकै परेछ प्लास्टिकमा चाहिँ यति परे फाइनल्ली यति भएछ पानी परेर नभए त योभन्दा धेरै हुन्थ्यो पानी परेर हो त्यो पनि निक्लिन त निक्लिएर एक सानो भड्डुमा एक भड्डु त भयो यति पनि धेरै हो नि पानी परेर नभए त थुप्रो निस्किन्थ्यो पानीले हो नि त बिगार्यो यति भयो अब यसलाई टक्क भुटेर टक्क तेलमा फ्राई गरेर खानुपर्छ यति निक्लेछ पुरा म चाहिँ चिचिमेरा भुट्दैछु चिचिमेरै पुरा भुटिरहेको छ चिचिमेरा भुट्दै मार्दै राम्रोसँग भएन चाहिँ यतिको चल्छ साह्रै मिठो क्या